Hello everyone, it's me Praveen38. I hope सबैजना सन्चै हुनुहुन्छ। अनि आज शनिबारको दिन चाहिँ मेरो प्लान चाहिँ साइक्लिङ जाने थियो घरदेखि बरक्षेत्रसम्म। अनि म चाहिँ बिहानै उठेको जानुको लागि रेडी भनेर हैन। मेरो हिजोदेखि अस्तिदेखि प्लान थियो अनि जानुलाई यस्तो उठेको भरे त ल फोनमा त चार्जै रहेनछ। अनि चार्ज गर्दा गर्दै अब ढिलो भइहाल्यो हैन। त्यही भएर अब आज हामी लेट भयौँ। 7:30 बजि नै सकेको छ, केही छैन। जाने भनेपछि जाने हैन त। त्यही भएर टक्कसँगले अब म चाहिँ रेडी भइसकेँ। अनि मेरो साइकल त हैन, एउटा भाइको साइकल हो उठाएर हिँडेको हैन। त्यो भाइको साइकल रुँदै थियो अरे, मेरो साइकल राखिदियो भनेर। केही छैन, सरी भाइ, भरे साइकल ल्याइदिन्छु म तिम्रो। अनि टक्कसँगले ल त भिडियो धेरै लामो नबनाम, ल बाटोमा भेट्दिउँ। चलो ल लस्ना म गएको। ओइ साइकलमा चाहिँ अलिकति प्रब्लम आएको छ। प्रब्लम सल्भ गरि नै सकेँ मैले। फेरि मलाई प्रब्लम रिपिट हुन्छ जस्तो लाग्यो। त्यही भएर सलाइरन चाहिँ हामीले बोकेर ब्यागमा हालिसक्नु लागेको छौँ। अब लाग्दिउँ। त पनि जान्छस् भाइ मसँग? जाँदैनस्? किन भन्न? भन्दै जनता जान्न चाहन्छन् त किन जाँदैनस् मसँग? हामी चाहिँ लागिसकेको छौँ। घरबाट धेरै नै पर आइसकेँ म होइन। टक्कसँगले साइकलमा हल्का प्रब्लम भएर चाहिँ हामी राइडमा ढिलो भयो, केही छैन। राइड फास्ट एचिभ इभेन्ट है त। ल त चाहिँ हिँडि नै सकेको छु होइन। साइकलमा हल्का प्रब्लम भएर चाहिँ अलिकति लेट भयो, तर केही छैन। हामी फास्ट जानेछौँ है त। इन्जोय द राइड गाइज। हामी चाहिँ लगभगतिर आइ नै सक्यौँ होइन। सरी यार, हामी दिइरह्यो क्या है। म चाहिँ लगभगतिर आइसकेँ होइन। मैले बिचमा नि हेन तेनको भिडियो चाहिँ बनाइन, किनभने भिडियो धेरै लामो हुन्छ। सो त्यही भएर हामी चाहिँ ननस्टप भिडियो अलिअलि सानो सानो गर्दै हिँडिरहेको छु होइन। तर बिचमा अलिकति जङ्गल थियो, त्यहाँ चाहिँ मैले गरिनँ भिडियो जोस्, किनभने आज राइड लेट पनि भइसकेको छ। र हाम्रो मेरो इभेन्ट चाहिँ लामै छ। त्यही भएर ढिला नगरी राइडमा फोकस गरिरहेको छु। सो तपाईँहरूले नि भिडियोलाई इन्जोय गरिराख्नु भएको छ भन्ने आशा र भरोसाको साथमा स्टिल गोइङ टु राइड। ओके, इन्जोय गर्नु होला राइडलाई है त। ल फाइनल्ली 13 भने आइसकेको छु होइन। अनि ट्याक्क मलाई यहाँ आइपुग्दाखेरि चाहिँ मेरो एउटा बाल्यकालको याद आयो। यहाँ पछाडि देख्नुहुँदैछ नि, यो ओह्रालो हो। यहाँ चाहिँ हामीले क्या यो ओह्रालोदेखि चाहिँ हामी साइकल झार्थ्यौँ क्या त्यहाँ तल। अहिले चाहिँ पानी जमिरहेछ, पुरै बलुवा हुन्थ्यो। अनि यो ओह्रालो चाहिँ पुरै यस्तो टाइपको छ क्या ओह्रालो, देख्नु भइरह होला होइन। हो यहाँनिर चाहिँ साइकल झार्थ्यौँ क्या हामी केटाहरूसँग। हाम्रो फेरि त्यतिखेर मेरो सेकेन्ड ह्यान्ड गियरवाला साइकल थियो क्या। अनि त्यतिखेर त्यो साइकलमा झार्थ्यौँ क्या। एउटा साथी थियो चुन्दिङ भन्ने, ओभर आँटिल थियो क्या त्यो चाहिँ। अनि त्यसले चाहिँ साइकल झारेको थियो सुरुमा। अनि हामी पनि हान्दिउँ न त भनेर केटाहरू सब जङ्गे होइन, सर र झार्दैको थियौँ क्या यस्तो स्पिडमा। ओ त्यो एकदम दामी मेमोरी छ त्यो हड्डीमा हाम्रो होइन। ल यति भन्दै टक्क पुरै नहरमा चाहिँ दामी पानी छ है, सङ्लो समुद्रको पानी जस्तो छ यार टक्क होइन। अहिले चाहिँ यताको बाटो हिँड्छ, पहिला चाहिँ यो बाटो थियो, यो जङ्गलको बाटो। किनभने आजकल हात्तीहरू एकदम आइरहेको हुन्छ नि त। सो त्यही भएर यो बाटोहरू चाहिँ खासै हिँड्दैनौँ होइन। अनि टक्क 13 हड्डीको पुल चाहिँ हामी इन्ट्रो गरिसकेको छौँ। इन्ट्री टक्क गइरहेको छौँ होइन। यता छ कोसी दामी होइन, बबाल छ कोसीको भ्यू पनि यार टक्क। ल भिडियोलाई धेरै लामो नबनाम, कीप इन्जोय द राइड। तपाईँहरूलाई थाहा छ यो त कुन चाहिँ ठाउँ हो भन्ने होइन। हामी
त्यो हड्डीदेखि चाहिँ यता अलिकति चोकदेखि चाहिँ यता आइरहेको छौँ। थाहा छैन यो ठाउँलाई चाहिँ के भन्छ होइन। जस यहाँदेखि भ्यू चाहिँ दामी देखिन्छ कि पाहाडको, त्यही भएर चाहिँ हल्का राइडलाई अझै इन्टरटेनमेन्ट गरौँ भन्दै होइन। ओके अगाडि बढ्दै के हो यार, सफारीले टप्छ क्या हो मलाई। फाइनली सफारीले चाहिँ टपिनै सकेको छ मलाई। के इन्जोय भिडियो भन्दै राइट अलिकति स्पिड चाल्दै पाइला फाक्ने भइसक्यो यार, त्यही भएर ढिला नगरौँ, लेट्स गो। म चाहिँ जत्राको किन हो यार यो बयरबन आइसकेको छु। अझै अगाडि बढिरहेछ होइन, हल्का गलेको फिल भइरहेछ। बट नेभर गिभ अप है त, गिभ अप चाहिँ हान्ने नै होइन कि केटा हो है त। इन्जोय द राइट भन्दै अगाडि बढ्दिउँ। हामी बयरबन चोकमा चाहिँ होइन, अलिकति यतै हो टक्क गइरहेछौँ चिलमा। अनि मर्निङ भ्यू चाहिँ बबाल छ है त। चत्रा जस ब्युटिफुल प्लेस हो होइन, छुट्टै मजा छ क्या चत्राको भ्यूले चाहिँ होइन। ल अगाडि बढ्दिउँ है त। फाइनली म चाहिँ चत्राको बस स्ट्यान्ड आइसकेको छु होइन। चाहिँ बस स्ट्यान्डको भ्यू हो होइन, टक्क गइरहेको छु। जस मर्निङ भ्यू चाहिँ बबाल छ होइन। Keep enjoy right, keep going, never give up है त। Keep going भन्दै अगाडि बढिरहेको छु। Keep watching जय शम्भु, जय श्री पशुपतिनाथ है त। टक्क हामी चाहिँ उकालो लागिसकेको छौँ चत्राको पुल जानलाई। ओपरै विक फिल भइरहेछ, तर गिभअप हान्ने होइन केटा हो। लाइफमा गिभअप चाहिँ हान्नै हुँदैन है त। हामी बिस्तारै जानेछौँ। दिस इज नट अ रेस, दिस इज माई च्यालेन्ज फर माई सेल्फ है त। हामी बिस्तारै जानेछौँ, राइडलाई इन्जोय गर्नु होला भन्दै अगाडि बढौँ। चलो नाइस प्लेस। भक्लान्डी गाडीले चाहिँ ल्याएर यस्तो दामी भ्यू। दामी हावा चलिरहेछ यार, बबाल होइन। एकदम चिसो हावा चलिरहेछ। अहिले चाहिँ ट्याक्कै बिहानको त्यस्तै 8, साढे 8, 9 बज्यो होला होइन। हामीले राइड स्टार्ट गरेको पनि 44 मिनट भइसकेछ होइन, 44 मिनट भइसकेछ। हामी भर्खर म्याम्पाका कहाँ अरे चत्रादेखि मासतिर टोको रेस्टो भन्ने ठाउँमा पुग्न लाग्यौँ, तर केही छैन। राइड स्लो गर्दै गइरहेछौँ हामी। किप इन्जोय भिडियो भन्दै अघि बढ्दैछौँ हामी। नेभर गिभ अप है त। ब्युटिफुल प्लेस with beautiful person. Oh sorry, yeah I'm a beautiful and handsome. I am the best, you are the best, everybody best in your mindset हैन। आफूले आफूलाई बेस्ट सम्झिनुपर्छ सही जहिले। यति भन्दै भिडियोलाई इन्जोय गर्दै हामी राइडलाई अगाडि बढ्ने छौँ भन्दै चलो। फाइनली हामी चाहिँ कोशी पुल आइ नै सकेको छौँ। अब कोशी पुल कफी खाम कि नखाम भइरहेछ होइन, तर मन्दिर जाँदैछु। अब के गरौँ, लेट्स सी। अब हुन त मन सफा हुनुपर्छ, मुख जुठो भएर केही हुँदैन होइन। त्यही पनि केही पनि खाएको छैन, एनर्जी पुरै लस भएको जस्तो फिल भइरहेछ। त्यही पनि अब कफी चाहिँ हान्नुपर्छ कि भनेर सोच्दैछु है त। मेरो पछाडि देख्न सक्नुहुन्छ यो चाहिँ कोशी पुल। बबाल छ भ्यू चाहिँ बबाल। कहाँबाट हेर्नु हुँदैछ कमेन्ट बक्स भन्दै हामी अगाडि बढ्ने भ्यू देखाउने छौँ।
अब यहाँदेखि चाहिँ हामी टक्क यहाँ छु होइन, यहाँदेखि चाहिँ दामी कोसीको भ्यू छ। अब यहाँ सिधै यहाँ माथि लाग्ने हो। हेरौँ बाटो कस्तो छ, बाटोको अपडेट दिइरहने छु तपाईँहरूलाई। यति भन्दै इन्जोय द राइड, चलो। हामी बिस्तारो कोसी पुल, फाइनली कोसी पुल चाहिँ यता रहेको छ, तर हामी यता जानेछौँ। बाटो क्रस गर्नु पनि अब वेट गर्नुपर्ने भयो, केही छैन। टक्क मामाहरू चाहिँ यहाँ हुनुहुन्छ, मामाहरूलाई बाई भन्दै अब हामी लाग्दिमा। ओ लुक एट द भ्यू गाइज, बबाल भ्यू छ है यहाँ चाहिँ। म चाहिँ पुरै फाँक भएर लास्टै फाँक भएर हिँड्दै हिँड्दै आइदिएको भने त्यहाँदेखि एनर्जी पुरै सकिएछ गाइस मेरो, किनभने म खाली पेट पनि छु होइन। यो कसको चप्ली हो थाहा छैन, इफ कसैको चप्ली यहाँ हराएको छ भने अहिले चाहिँ चप्ली देखिन थालेको छ, यहाँ आएर लिन सक्नुहुन्छ। हल्का मजाक थियो यो चाहिँ, डोन्ट टेक अ सिरियसली है त गाइज। अनि अगाडि चाहिँ यहाँ पुल बन्दै थियो पहिला चाहिँ, अहिले चाहिँ पुल रेडी नै भइसक्न लाग्यो जस्तो भइरहेछ होइन। यहाँ चाहिँ खतरा पहिरो गएको थियो, अहिले पनि झरी नै रहेछ जस्तो लागिरहेछ। भाइहरूलाई स्वागत छ मेरो भिडियोमा, बरा क्षेत्रमा भेट्यौँ है त, ल थ्याङ्क्स ब्रदर। अनि भ्यू चाहिँ बबाल छ कहाँ, यहाँदेखि चाहिँ भ्यू चाहिँ दामी छ यहाँदेखि है। टक्क एकछिन बसेको यार, मलाई त यहाँदेखि निक्लिनै मन लागेन क्या यहाँ भ्यू देखेर है। ल हिँडेको पनि 1 घन्टा भइसक्यो होइन, अब राइटलाई ढिलो नगरौँ यति भन्दै चलो। खतरा पहिरो गएको रहेछ यार यहाँ, नि बाटो खतम रहेछ यार यहाँ। डजन्ट म्याटर अबाउट रोड, किप गोइङ। साला खाल्टी चाहिँ नहोस् है, धन्न खाल्टी चाहिँ रहेन छ यार, खतरा पहिरो रहेछ यहाँ माथि चाहिँ। बाटो पुरै हिलो रहेछ भन्दाखेरि नि त्यस्तो साह्रो अफ चाहिँ छैन। जोस् बिस्तारो आउनु होला सबैजना, आज शनिबारको दिन। किप सेफ भन्दै, सेफ राइड, लङ ड्राइभ होइन, यति भन्दै राइडलाई इन्जोय गर्दै भ्यू हेर्दै है त। बबाल पुल, यहाँ पुल पनि रेडी भइसक्न लागिसक्यो। कत्रो जेनेरेटर यार, होइन यो जेनेरेटर फाँक्नै भयो क्या यार। ल यति भन्दै यहाँको भ्यू हल्का तपाईँहरूलाई सो गर्नु थियो, त्यो भइसकेको छ। अब पारिबाट पनि हेरिदिनु होला एकचोटि यताको भ्यू भन्दै इन्जोय द राइड। पुरै गलेको फिल भइरहेछ मलाई चाहिँ, त्यही पनि नेभर गिभ अप है केटा हो। गिभ अप चाहिँ हान्ने नै होइन लाइफमा होइन। सल्लाह काले न काले देखिरहेको छु त म त, के हो काले नै छु क्या यार। हल्का बाटो चाहिँ खत्तमै रहेछ यहाँ, बिस्तारो जाम। उकालो आइ नै सकेको छ। जस मजा आइरहेछ। Now I am looking handsome है त। Face doesn't matter, heart matter, behave matter है त। त्यही भएर धेरै कुरा नगरौँ, इन्जोय द राइड है त। ल चलो चलो चलो, बिस्तारो जाँदैछौँ, बिस्तारै नै जाने हो होइन, हतार नगरिकन। आज शनिबार छुट्टी, मेरो छुट्टी हो गाइस आज। कति काम गर्ने यार, मलाई काम गर्दा गर्दा वाक्कै लागिसक्यो क्या। त्यही भएर आज म घुम्न हिँडेको। चलो घुम्दिउँ आज है त। आई होप राइडलाई इन्जोय गरिराख्नु भएको भन्ने मलाई लागिरहेछ होइन। ल चस्मा लगाइदिउँ, इन्जोय द राइड। किनभने रोड राम्रो आइसकेको छ गाइस, त्यही भएर चलो। जय शम्भु।
बाटो आयो यार जय शम्भु जय शम्भु हाम्रो राम्रो बाटो चाहिँ सकिसकेको छ बवाल रहेछ यार माथि चाहिँ रोड बनिसक्यो जस्तो लाग्यो हो यार म चाहिँ लगभग यो ठाउँमा म आएको त 4 महिनाभन्दा बढी नै भइसक्यो होइन तर यहाँ चाहिँ लगभग 3 महिनाको ग्यापमा आएछु 3 महिनै होला 3.5 महिना समथिङ त्यस्तै कति भयो होइन तर धेरै डेभलप भइसकेको छ यार कि मैले याद नगरेको यार यता माथि माथि म बाइकमा आएको थिएँ एकचोटि चाहिँ एकचोटि अनि दुईचोटि आयो यार तर मैले बाइकमा भर्खर आएको थिएँ किनभने मलाई धेरै पछि होइन 3 वर्षपछि बाइक कुदाइरहेको थिएँ नि त त्यही भएर उकालोमा अलिक यो रोडमा कुदाएको थिइनँ सो त्यही भएर मैले राइडलाई फोकस गर्नु परेको थियो मैले सायद यहाँको भ्यू राम्रो भ्यूलाई चाहिँ हेरिनँ होला सायद दिस इज माई प्रब्लम है त ए मासले चेन खुस्कियो क्या सेट हाम्रो चाहिँ चेन खुस्किसकेको अवस्था लाग्यो केही छैन ग्यारवाला साइकल हो चेन आफै लाग्छ आफै खुस्किन्छ लेट्स इन्जोय द राइड चलो चलो जय शम्भु जय शम्भु जय शम्भु कम अन नेभर गिभ अप हामीलाई जाँदाखेरि उकालो भइरहेछ आउँदाखेरि चाहिँ एकदम ओह्रालो सरर आउने हो यार यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले यहाँनिर झुर्लुङ्गे पुल प्लस यहाँ क्याम्प पनि बसिराख्नु भएको छ हैन दामी छ यार त्यहाँनिर झरना पनि छ यार यहाँनिर झरना पनि छ क्या टक्कै देख्नु हुँदैछ होला नि झरना ए सललल बगिरहेछ यार यस्तो दामी छ नि यहाँ प्लिज 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 कहाँबाट हेर्नु हुँदैछ हैन यो चाहिँ बराक क्षेत्रको बराक नगरपालिका 1 भित्र पर्छ हैन हामी चाहिँ अहिले बराक क्षेत्र मन्दिर जाँदैछौँ अनि बाटो चाहिँ एकदम बवाल छ क्या यो ठाउँ पनि यस्तो दामी छ नि त्यहाँ झरना झन् यस्तो दामी छ नि यार ओ के भन्ने यार प्लिज 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 सबैजना आउनु होला है त इफ तपाईहरुलाई लोकेसन बाटो थाहा भएन भने प्लिज कन्ट्याक्ट मी म हजुरहरुको लागि त्यति गर्न सक्छु कि तपाईहरुलाई म बाटो देखाइन सक्छु तपाईहरुसँगै जान पनि सक्छु हैन यति भन्दै इन्जोय द राइड भन्दै हैन हामी अगाडि बढ्ने छौं तपाईहरुले देखिहाल्नु होला यहाँको भ्यू हैन हामी चाहिँ चतरा पुलदेखि माथि लागेको हो हैन बराकतिर जाने बाटो अनि यो ठाउँ चाहिँ यस्तो दामी छ नि यार ओ दामी ठाउँ त्यहाँ झरना भएकै ठाउँमा तपाईहरुलाई अर्को झरना पनि देखाउनै भुलेछु क्या किनभने मैले त्यहाँ छेलिएको छ नि त त्यो रुखको हाँगाले त्यही भएर मैले पनि देखिनँ प्लिज सबैजना हेरिदिनु होला है त यहाँनिर देख्नु हुँदैछ ए यहाँ देख्नु हुँदैछ बा यस्तो दामी छ नि बा सललल बगिरहेछ है त अनि टक्क यसको माथि पनि यहाँ छ क्या झर्नै यहाँ यस्तो मजाले बगिरहेछ नि वेट दामी छ क्या टक्क यहाँ झुर्लुङ्गे पुल अनि मुनि यहाँ झर्ना अर्को यहाँ पनि झर्ना बवाल छ यार टक्क म चाहिँ त्यसकै अगाडि छु क्या ट्याक्क पारिपट्टि
लास्ट गलेको त छैन, त्यही पनि यहाँको भ्यूलाई म इन्जोय गर्नै सकिनँ क्या। इन्जोय गर्नुबाट राइडलाई इन्जोय गर्नै सकिनँ क्या भ्यू नहेरी। त्यही भएर मैले चाहिँ भ्यूलाई इन्जोय गर्नुको लागि अनि प्लस तपाईँहरूलाई देखाउनुको लागि मैले चाहिँ यहाँ साइकल रोकेर तपाईँहरूलाई भ्यू देखाइरहेको छु है त। अनि यति भन्दै अब हामी अगाडि बढ्नेछौँ, किनभने हामीले राइड गरेको पनि 1 घन्टा 14 मिनट भइसक्यो यार। म अझै बराचित्र मन्दिर पुगेको छैन, त्यही भएर म छिटो जानु छ। जय शम्भु भन्दै चलो। के हामी यो उकालो चढ्न सक्छौँ? मेरो अगाडि चाहिँ बाबाले उकालो आइसकेको छ होइन। हामी म गलेर फाक्ने भइ त सकेको छैन, त्यही पनि म चढ्नेछु नरोकाई सिधै माथि। यति भन्दै मेरो भिडियो हामी अगाडि बढ्न गइरहेको छौँ। चलो। Never give up है त guys, never give up. Uy, masalah. Uy. Come on. Come on, come on. Uy, masalah puncak cycle begini sih क्या? हामी एउटा उकालो चाहिँ चढि नै सकेको छु, अर्को पनि उकालो गइरहेको छु। कडक्स खुट्टा सुट्टा जाम भइसक्यो। Macadox. Wait, come on. Never give up. Jai Shambhu. Wait. Come on. थोड़े run to last two colors ya. Come on. Never give up. भयङ्कर उकालो हामी चाहिँ त्यो क्रस गरिसक्यो। फाक भयो यार, मासला यस्तो उकालो थियो नि। हट म्याम पका लास्टै गल्यो। वाह खुट्टाको मासु त म्याम च्यात्ते जस्तो भइरहेको थियो। हट जोस् मजा आयो यार। उका खाएको निक्ल्यो म्याम पाका सबै धुवा। फाइनल हामी चाहिँ गुप्ता बरा भगवान्को मन्दिर आइसक्यौँ। हामी टक्कै यहाँ दर्शन गर्नेछौँ।
शम्भु चलो जय शम्भु कम ऑन नेभर गिभ अप है दामी हावा यार टोपी सबै खोल्नु पर्यो Hello brothers, all good. Woo! Baba, दामी मजा आयो यार यो हुन्छ नि मजा मजा आयो यार केटा हो तिमीहरूलाई मैले भिडियोमा भनेको थिएँ त केटा हो भोलि जानुपर्छ भनेर खोइ त नि तिमीहरूले सुनेनस् यार फेरि म एक्लै बराततिर आइसकेँ यार मजा आयो ओइ सरी ब्रदर सरी झन्डै गाडी हान्नु भएको छ ल शनिबार अलिक भिडभाडै हुन्छ नि त यहाँ प्लस अनि बाटो पनि खत्तमै छ यार गयो म्या बाटो खत्तमै छ क्या त्यही भएर चाहिँ यहाँ यसलाई यस्तो यता यता गएको त गाडी आएर प्याप हान्दिरह भने ल बाटो हेरिदिनु त बाटो हेरेर गाइस कस्तो डेडली छ क्या म्याच उही 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 एकछिन आएर अलिक सिधा बनाउनु पर्यो What's up? It's me, Probit.8. Don't forget to like and subscribe to my channel. भन्दै अगाडि बढ्दियो Enjoy the ride. सकल अफ गरिदिनु पर्यो पछि पछि नि त ओइ म्यासला बाटो त खत्तमै रहेछ यार ओइ 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 ल राम्रो बाटो आइसकेको छौँ चलो ओए म्याउ भनेको त बाटो खत्तम आइदिरहने केही छैन बाटो यस्तै छ है त यहाँ ओइ 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 ल हामी राम्रो बाटो आइसकेको छौँ चलो गियर चेन्ज गियर अप Bobal, bobal, bobal. Woo! Ah! Woo! Joy Shambhu! Woo! Bobal बजाइरहेछ यार. Yeah! This moment in my life. यो अन्त नि रैला. Mega dogs बजाइरहेछ यार केटा हो. Next time साला तिमीहरु पनि आइज मसँग. Yeah! Joy Shambhu! Woo! ल हामी चाहिँ फाइनली बरात क्षेत्र आइसक्यौँ है त जग्गा हामी चाहिँ बरात क्षेत्रको गेट इन्ट्री गरि नै सक्यौँ होइन तर हामी अझै उतै जान्छौँ बबाल भाइ रहेछ यार कता हो बाटो कता हो यतै होला यतै खाली छ यतैबाट चल्यौँ ओइ ओइ बाटो खोइ
Ui. Hello, hello, hello. Hello. Ui. गियरमा समस्या आयो यस्तो यार निषिद्ध क्षेत्र छोडिएको सुरक्षा घेराभन्दा पर्खेर नगइदिनु होला बस हामी सुरक्षा घेराभन्दा उता कट्ने छैनौँ आफूले ल्याउनुभएका हामी सिधै पुल जानेछौँ विसर्जन नगरिदिनु होला हस् भक्तलाई विसर्जन गर्नु परेमा घन्टी छैन है हजरामा भरपुर मात्रामा गर्नु हुन हामी हजुरसँग हेलो 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 अनुरोध गर्दछौँ साइड प्लिज हजुरहरू यस्तो पवित्र भूमिमा हुनुहुन्छ जुन जय जय श्री परमचित्र भगवान की जय होस् हामी चाहिँ वहाँ पुगेर फर्किनेछौँ हेलो हेलो वेलकम माई भिडियो बाटो कता छ यार हामी पुल जानेछौँ उइ उइ ओ यार खतरा डेन्जर डाउन छ क्या सोचे भन्दा डेन्जर पनि रहेनछ बिस्तारै जान्छौँ उता चाहिँ अब डोर्याएरै जानुपर्ने हुन्छ उइ मलाई पुग्न भन्दै थियो म अब टक्क हामी चाहिँ यहाँदेखि पारीसम्म जानेछौँ राइड हान्दै होइन यहाँ चाहिँ दामी कुकुरको छौरा रहेछ दामी कुकुरको बच्चा है दुध खाइरहेछ टक्क अब हामी चाहिँ पारी जानेछौँ होइन ओके किप वाचिङ टक्क हामी चाहिँ यहाँ पारी पुगेर आउनेछौँ जय शम्भु जय श्री पशुपतिनाथ बब्बाल मजा आइरहेछ यार लाइफमा फर्स्ट टाइम झुर्लुङ्गे पुलमा साइकल राइड हानिरहेको यार म चाहिँ यार जय शम्भु पशुपतिनाथले रक्षा गर्नुहोस् भगवान् भन्दै हामी हो यार लास्टै हल्लियो त यार होइन बुढोले हल्लायो क्या हो जय शम्भु जय शम्भु come on never give up Hi. फाइनली म चाहिँ पुल पनि क्रस गरिसकेँ होइन मजा आयो बुढोहरूले त्यहाँ पुल हल्लाए जस्तो लाग्यो यार ओभर डर लाग्यो केही छैन अब हामी एकछिन यता मासतिर जानेछौँ होइन अब यो बाटो चाहिँ पहिला पहाड जाने बाटो हो क्या म नि यत्रो हुँदाखेरि हिँडेको छु क्या यो बाटो अलिअलि याद छ होइन खतरा कहानी छ अब यो ठाउँको चाहिँ यो बाटोको चाहिँ होइन त्यो दुःख सङ्घर्ष कथा खतरा छ क्या यो ठाउँमा होइन यो बाटोमा मेरो मम्मीको खतरा स्ट्रगल छ यो बाटोमा होइन त्यो पछि तपाईँहरूलाई म भन्ने छु होइन यस्तो डेडली छ नि यो बाटो यार अहिले अलिकति राम्रो बनाएको जस्तो लाग्यो होइन तर यो बाटो चाहिँ कोही पनि हिँड्नुहुन्न क्या अहिले यहाँ पहिला भिड थियो क्या अहिले चाहिँ यस्तो बनाउनु भर्खरै बनाएको रहेछ होइन जस म यहाँनिर चाहिँ जब म 8मा कि 9मा पढ्दाखेरि आएको थिएँ क्या सरस्वती पूजा सेलाउनु अनि त्यतिखेर हामी यता आएर अनि यो
यहाँ तल गएको थियौँ क्या, यहाँ तल फोटो खिचेको थियौँ हामीले। दामी छ है। यो चाहिँ हाम्रो बरात क्षेत्रको सान श्री भगवान भगवानको सान हाम्रो बरात क्षेत्रको सान श्री भगवान बराको थान है त। बब्बाल छ भ्यू चाहिँ, बब्बाल छ है। हाम्रो एकदम धार्मिक स्थल बरात क्षेत्रको सान बरात क्षेत्र धाम है त। यति भन्दै अब हामी यहाँबाट फर्किनु पर्ने हुन्छ अनि अब भगवानको दर्शन गर्छु म त्यहाँ ब्याक भएर होइन। फाइनली म चाहिँ ट्याक्कै 1 घन्टा 36 मिनटमा मेरो टार्गेट पुरा गरेको छु होइन। ट्याक्क मलाई 1 घन्टा आधी लाग्यो क्या त्यहाँबाट यहाँ आउन। यता अनि बस्ती रहेछ यार, म त यहाँदेखि छैन जस्तो लागिरहेको थियो होइन। देख्न सक्नुहुन्छ पछाडि यो बाटो पछाडि बस्ती रहेछ होइन। हामी त्यहाँ गएर एकछिन हेर्नु छौँ यहाँको दृश्य अनि के कस्तो छ त यहाँनिरको बरात क्षेत्र पारीको सिचुएसन त नभन्नु, म कुनै नेता सेता होइन कि त्यो सिचुएसन बुझेर एनतेन गर्नलाई। जस यहाँको नजारा हल्का तपाईँहरूलाई देखाउने छु। पुरै पाहाडको जस्तो क्या, पाइपमा आउँछ पानी सरर। यहाँको ओरिजिनल लोकल कुखुराको यहाँ त मान्छे नै हुनुहुन्न जस्तो छ। घरमा को हुनुहुन्छ होला दिदी? हेलो, घरमा को हुनुहुन्छ होला? खोइ यार कोही पनि हुनुहुन्न होइन। पुरै यहाँ चाहिँ भुइँकटर रोप्नु भएको रहेछ यहाँ माथिहरू चाहिँ होइन। अनि हामी धेरै टाढा त जाँदैनौँ, यहीँबाट फर्किन्छौँ हामी। पुरै यहाँ बाख्रा पाल्नु भएको रहेछ। यो चाहिँ पुरानो पाहाड जाने बाटो हो क्या, जब गाडीहरू चल्दैन थियो नि। भोजपुर जाने बाटो चाहिँ यही हो क्या। कि त धरान साइडबाट धरान धनकुटा हुँदै पाहाड जानु पर्यो होइन, कि यताबाट क्या। जस राम्रो रहेछ यार ठाउँ चाहिँ होइन। म त्यो टाइममा पनि 8 9मा पढ्दाखेरि पनि यता चाहिँ आएको थिइनँ होइन। जस यता पनि आउनु पर्थेछ त्यो टाइममा। जस अहिले आएर राम्रो भयो नि त, तपाईँहरूलाई यहाँको भ्यू देखाउन पाएँ। पुरै पानी चाहिँ भरिएर गइसकेको छ। त्यो पनि अब यहाँ मार्ने सार्ने केही पनि हुँदैन होइन। पानी अफ गर्ने नन स्टप 24 आवर विदाउट नन स्टप है त। मलाई इङ्ग्लिस बोल्नु नि आएन यार, म अलिकति इङ्ग्लिसमा कमजोरै छु। यस्तै छ, दामी छ एकदम। मलाई एकदम आउनु मन थियो क्या मलेसियामा हुँदादेखि। मलाई एकदम याद आउँथ्यो क्या। म नेपाल गएपछि चाहिँ यहाँ साइकलमा भए पनि कुदेर भए पनि बरात क्षेत्र चाहिँ जान्छु भनेर मलाई मेरो माइन्डमा थियो क्या, मेरो माइन्डमा प्लान थियो क्या त्यो चाहिँ होइन। अनि फाइनली मैले त्यो ड्रिम पनि पुरा गरिसकेको छु। अब टक्क बिहानदेखि केही पनि खाएको छैन होइन। टक्क भगवानको दर्शन गर्ने, अनि खाजा खाने अनि बिस्तार जाने। किनभने जाँदाखेरि त ओह्राल्छ हामीलाई। 1 घन्टा आधी पनि लाग्दैन। त्यो तल जाने त्यहाँ जाने बाटो चाहिँ यही हो क्या, यहीँबाट तल जाने हो होइन। प्लिज यदि तपाईँहरूलाई पाहाड चढ्ने बानी छैन भने चाहिँ प्लिज यहाँ ट्राई नगर्नु होला है। किनभने लास्टेड डेन्जर छ यहाँ होइन। पुरै ओह्रालो ढुङ्गा। आफ्नो केयर गर्नु होला। किनभने नेचरसँग हामीले खेलाची गर्नु हुँदैन होइन। त्यही भएर जय शम्भु भन्दै, जय बरा भगवान भन्दै अब हामी अगाडि बढ्नेछौँ। बरात क्षेत्र दर्शन गर्न जानेछौँ। जय शम्भु। अब यस्तै छ सजीवनको बोट है। यो चाहिँ खतरा पावरफुल भेजिटेबल है त यो चाहिँ। यता चाहिँ जस यता पारी पनि दामी दोकानहरू छ होइन। एकदम अर्ग्यानिक खानेकुराहरू, अर्ग्यानिक फलफुल। यहाँ नि होटलहरू चाहिँ रहेछ होइन दामी। तर अब दर्शन गर्न आएको खासै खानेकुरा चाहिँ अहिले खानु हुँदैन। दिदी यो सबै यहीँको है, अर्ग्यानिक है? यहीँ
एकदम अर्ग्यानिक। अब पारी पनि त्यस्तै जान्छ तर यहाँ चाहिँ एकदम यहाँ माथि माथि जङ्गलमा फलेको है त। त्यस बब्बाल छ। राति झन् अब मेला लाग्दैछ 1 गते। टक्क अब होटेल है दिदी यहाँ नि? यहाँ नि होटेल चाहिँ रहेछ होइन? सबैजना आउनु होला। होटेल पनि छ यहाँ। वारी भन्दा पारी चाहिँ झन् दामी छ क्या एकदम पुरै नेचर बब्बाल। सजिवनको बोटै बोट हो कि के हो? सजिवनको बोटै बोट रहेछ। एकदम अर्ग्यानिक फलफुलहरू पाउन सक्नुहुन्छ यहाँ। फाइनली म चाहिँ ब्याक भइसकेको छु अनि अब म चाहिँ दर्शन गर्न जानुपर्ने हुन्छ होइन। साइकल चाहिँ यहाँ छ मेरो ब्यागमा। खोइ चोरी त हुँदैन भन्दै थियो, त्यही पनि प्लिज कसैले नचोरिदिनु होला मेरो साइकल होइन, मैले अर्को साइकल बोकेर आएको हो। प्लिज त्यही साइकल हो, नचोरिदिनु होला भन्दै म चाहिँ अगाडि बढेको। ल टक्क अब हामी चाहिँ म चाहिँ मन्दिर इन्टर गरिसकेँ। टक्क फर्स्टमा कोसीमा गएर हातखुट्टा धोएर म चाहिँ भगवान्को दर्शन गर्नेछु। टक्क अब कोसी चाहिँ तल छ, यहाँ हुनुहुन्छ हाम्रो भगवान् भगवान्। अनि टक्क अब हामी चाहिँ सिधै तल जानुपर्ने हुन्छ खुट्टा धुनुको लागि है त। ल अब मन्दिरभित्रको खासै लामो भिडियो चाहिँ नबनायो होइन, तपाईँहरूलाई थाहा छँदैछ बडा भगवान्को बारेमा। अब मैले धेरै भनिराख्नु परेन तपाईँहरूलाई। अब हामी दर्शन स्टार्ट गर्नेछौँ। भाइ थियो अघि बाटोमा, तिमी थियो गाडीमा अघि? एकजना भाइ थियो क्या, मन्दिरमा भेटौँ भनिरहेको थियो, त्यो भाइ गायब। खोइ मैले नि बिर्सेँ यार। फेरि एकचोटि भिडियो हेर्नुपर्ने हुन्छ त्यो भाइलाई चिन्नुको लागि चाहिँ होइन। केही छैन, अहिले त्यो भाइले मलाई चिनिहाल्यो भने बोलाइहाल्छ होइन। अब खुट्टा धोएर पूजातिर लागिहाल्नुपर्छ है त। सम्पूर्ण भक्तजनहरूलाई बडा क्षेत्र धाममा स्वागत छ, बडा क्षेत्र मन्दिरमा। अब भिडियो धेरै लामो हुन्छ होइन, त्यही भएर म चाहिँ टक्क खुट्टा धोएर पूजा गरेर टाप हानिदिइहाल्छु। अनि बाटो चाहिँ कता हो यार? बाटो यतै रहेछ। पहिला अब अर्कै थियो, अहिले अर्कै छ होइन, पुरै व्यवस्थित भइसक्यो। अस्ति पानी चाहिँ यहाँ माथि माथिसम्म त क्या, यो पछाडिको टिनको छ नि यहाँ देखेको अम्बो त्यहाँसम्म क्या पानी। यस्तो ठुलो पानी थियो नि, हट के भन्नु। अब त्यहाँ पर चाहिँ बोट सोटको नि व्यवस्था होला, व्यवस्था रहेछ। जो यहाँ छ क्या बोट चाहिँ सर चलिरहेको बबाल छ। बर्खामा चाहिँ पानी यहाँ माथि माथि भन्छ क्या। अस्ति त यो झन्डै डुबाइरहेको थियो क्या, यो यहाँ माथिसम्म थियो क्या पानी। बा पुरै यस्तो डेन्जर थियो नि पानी त हट। अब यहाँ सबैजना आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू सबै स्नान गरिराख्नु भएको रहेछ। खासै अब यहाँ भिडियो गरेर काम छैन। त्यस अब टक्क खुट्टा सुट्टा धुने अनि चलिहाल्ने है त दर्शन गर्नु। ल अहिले भेट्नुपर्छ बाबा। अघि चाहिँ हामी उहाँ माथिसम्म पुगेर आयो क्या, यहीँ होला सायद, यतै कहाँनिर त्यहाँसम्म चाहिँ पुगेर आएँ म होइन। अनि जस्तो दामी थियो, यता पारी पनि गयो। अनि बबाल छ यार, भ्यू चाहिँ मुनिबाट झन् बबाल छ क्या, यस्तो दामी छ नि यार। ओ माई गड के भन्ने यार। अब यहाँको सुन्दरताको अब वर्णन गरेर साध्य नै छैन होइन, यस्तो बबाल छ। अब तपाईँहरू भिडियोमा हेरेर पनि थाहा पाउन सक्नुहुन्छ। आजको मेरो इभेन्ट चाहिँ सक्सेसफुली पुरा भएको छ होइन। टक्क अब हातखुट्टा धोएर मुख धोएर दर्शन गर्न टाप हानिहाल्ने म चाहिँ। ल
अब धेरै कुरा नगरौँ होइन टक्क अब दर्शन गर्नतिर लाग्छु म चाहिँ होइन ल अहिले फाइनली मेरो चाहिँ अब हात खुट्टा धुइसकेको छु अब टक्कसँगले दर्शन गरेर दर्शन गर्नतिर लागौँ भन्दै हामी अगाडि बढ्दैछौँ जय शम्भु जय पशुपतिनाथ अब मेरो चाहिँ खुट्टा सुट्टा धुइसकेर अब दर्शन गर्नतिर लागौँ होइन यहाँ माथिसम्म पानी थियो अरे क्या जय शम्भु माथिबाट झन् बाबा यहाँ चाहिँ डुङ्गा उचाल्नुपर्छ नि त त्यही भइरहेछ होइन सबले हेरिदिनु त एन्ड पावर कमान दिदी उचाल्नुहोस् तर सक्नुहुन्छ जय बरा भगवान् भनेर जुर्का उचाल्दिनु न ल हजुरआमा जय बरा भगवान् हजुरआमाले हल्लाइसक्नु भएको छ होइन हजुरबा कति वर्ष पुग्नुभयो तपाईँ कति वर्ष पुग्नुभयो 80 पुग्न आँट्नुभयो 80 पुग्नु होइन 89 वर्ष बाफ्रे 89 को वर्षमा नि चाहिँ ट्राई हानिराख्नु भएको छ क्या हजुरबाले चाहिँ 93 वर्ष पुग्नुभयो भन्नुहुँदै थियो होइन अरे बाफ्रे त्यही पनि अझै जोस चाहिँ छ क्या उनीहरूलाई स्वागत छ है त भिडियोमा है त छिल्लेको छैन उनीहरूले नि हल्लाइरहेछ है आम्मा कराते किड हो ल ल ल ल ल ल ल ट्राई गर बुनु ट्राई गर छिटो जय बरा भगवान् ल हल्लायो है बुढोले त ल कमन कमन Oh, that's my girl, है त क्या क्यूट हो क्या हो जय बरा बाई देख्नु भइरह होला होइन तपाईँहरूलाई चाहिँ यो ढुङ्गा यस्तो यत्रै सानो छ यस्तो इजी पनि उचाल्न नसकेको देख्नुभयो आम्मामा अहिले चाहिँ उचालिदिनु भयो त ल भगवान्ले शक्ति दिनुभयो है त उहाँलाई जय भगवान् कि जय अब एकचोटि बाजे अब एकचोटि 3 चोटि उचालिदिनुहोस् 2 चोटि भयो होइन अब एकचोटि ल जय बरा भगवान् कि जय हो ल फाइनली उहाँले चाहिँ 3 चोटि उचालिसक्नु भएको छ अघि उहाँलाई यस्तो गाह्रो भइरहेको थियो कि अहिले चाहिँ उहाँलाई भगवान्ले शक्ति दिनुभयो अरे अनि चाहिँ टक्क उचालिदिनु भयो के मेरो पनि उहाँ जस्तो पावर छ त लेट्स सी पावर अझै रहेछ होइन मैले झन्डै 4 वर्षपछि
पावर सकेको रहेछ अझै रहेछ पावर होइन यो सब भगवान्को कृपाले जय बरा भन्दै जय पशुपतिनाथ भन्दै अब हामी पूजातिर लाग्नेछौँ तपाईँहरू पनि आएर ट्राई गर्नु होला है त यहाँ ल दर्शन पनि भइसकेको छ अब हामी चाहिँ टक्क साइकल लिएर खाजा खान जान्छौँ ल अब जय बरा भगवान् भन्दै हामी चाहिँ खाजा खान लाग्यौँ है त अघि एउटा दाइले दामी भर्खरै रोटी सेल र कचुरी पकौडा बनाउनु हुँदै थियो त्यहीँनिर अब खाइदिनु साइकल राखेर दामी उकालो मजा आयो चढाउनलाई यहाँनिर चाहिँ ताजा ताजा बन्दै थियो साइकल यहीँ राखेर अब खाइदिउँ होला हजुरबा अलिकति यहीँ अड्काइदिनु पऱ्यो साइकल किनभने मेरो आँखा अगाडि भयो भने त साइकल हराउँदैन नि त त्यही पनि यहाँ आएर त कसले चोरिदिन्छ होला त्यही पनि अब चोरलाई लाज किन भन्ने चाहिँ हुँदैन होइन दामी हेलो हेलो स्वागत छ तपाईँलाई यो चाहिँ भर्खर ताजा ताजा थियो क्या त्यही भएर चाहिँ अब टक्क बसेर खानुपर्ने हुन्छ उहाँ चाहिँ हुनुहुन्छ यहाँको सञ्चालक दाइ यहीँ हुँदा केही हुँदैन नि होइन ल दाइको अघि भर्खरै बनाउँदै गरेको देखिरहेको थिएँ क्या म मन्दिर छिर्नुभन्दा अगाडि त्यही भएर चाहिँ टक्क अब यहाँ बसेर खानुपर्ने हुन्छ होइन अब के चाहिँ खाइदिउँ त सेलरोटी नै खाइदिउँ होइन सेलरोटी र पकौडा खाइदिउँ दामी बरार क्षेत्रको अर्ग्यानिक पिठोको रोटी चाहिँ आइसकेको छ होइन अब बिहानदेखि हामीले केही पनि खाइएको छैन मलाई कन्फ्युज थियो नि त मन्दिर जाम कि बरार चक्रा मात्रै जाम भन्ने मैले चाहिँ कन्फर्म गरेँ चल्दिनँ त मन्दिरै भनेर केही नखाइकन ताप हानेर क्या अब के हेर्नु होइन स्टार्ट गरिदिउँ न त ल अब फोनमा चार्ज पनि छैन धेरै अब फर्केको खासै भिडियो आउँदैन अलिअलि आउँछ भिडियोको लास्ट चाहिँ अहिले एकछिनमा हुन्छ खाजा पानी भयो एनर्जीको लागि कफी विदाउट सुगर हानेर चाहिँ अब हामी आफ्नो इभेन्टतिर मतलब घरतिर फर्किनेछौँ ल बाटोमा भेट्दिउँ हाम्रो क्युट भाइ यो भाइले पनि अघि ढुङ्गा उचाल्ने ट्राई गर्दै थियो ल भाइ राम्रोसँग आऊ ल भाइ ल भाइ दिदी ल अब ग्यास बनायो है हामी चाहिँ बिस्तारो घर फर्किन्छौँ हल्का चारो सारो पनि हाल्यो होइन छुट्टै एनर्जी आइसक्यो बडीमा होइन चारो हालेर अब फुल एनर्जीमा ब्याक होम भन्दै अब अर्को बाटो हामी अर्कै बाटो आएको अर्कै बाटो चल्दिने है त ल बाई बरार क्षेत्र भगवान् अब अर्कोचोटि फेरि आउने छु हजुरको दर्शन गर्न भन्दै भ्यू छोड्दै ब्याक टु होम फुल एनर्जीमा अब घर जाने हो होइन अनि फेरि अझै चारो चेप्नु पर्ने हुन्छ चारोको चाहिँ कमी छ पेटमा अब why I don't have enough charo in my stomach because I don't have too much money. घरतिर टाप अघि आउँदा छुट्टै एनर्जी थियो क्या बडीमा म्याम्पाका अब एनर्जीको लागि चाहिँ मैले कफी चाहिँ हानेको हो होइन त्यही पनि म्याच चला अलिकति गियरको कमी भयो जस्तो छ खुट्टामा कमान ओइ के भयो now gear it's hold ओ यार come on खुट्टा पुरै जाम भइसक्यो यार तर गिभ अप भन्ने चाहिँ मेरो माइन्डसेटमा छँदै छैन क्या
Come on! Yeah! Ui, massa! Come on! Hey! ओ यार कसलाई पेट्रोल सस्तो भएको यार बाटोमा पेट्रोल फालिरह्यो भने ओह्रालो बाटो आयो मलाई अलिकति शान्त भयो जय शम्भु अब हामी चाहिँ मन्दिर कटेर अलि बाटो आइसक्यौँ एनर्जी चिपे पनि बडीमा चाहिँ एनर्जी छ बडीमा तर मसल चाहिँ एकदम जाम भइसक्यो यार बब्बाले भ्यू ल कराउ भगवान् हजुरको दर्शन गरेर धन्य भयो म हजुरको दर्शन यसरी नै पाइराख्नु पाम जय श्री पशुपतिनाथ जय श्री बाबा भगवान् जय महादेव शम्भु बारुलाई स्वागत छ मेरो भिडियोमा ल राम्रोसँग बाबा भगवान्को दर्शन गरेर आऊ है त ल बाई बाई बहिनीहरू बाई सरलाई नि स्वागत छ मेरो भिडियोमा बाई बाई बब्बाल मजा आइरहेको थियो यार मासला कतै काशीमा बोतलले झर्देर मासला गेडामा दाम्रो थियो यार छा यस्तो स्पिड गइरहेको थियो यार म यार छा केही छैन एभ्रिथिङ हेभ रिजन इफ म लड्नु पनि सक्थ्यो होला बोतल झोलेर मलाई भगवान्ले बचाउनु भएको जोस् यार मजा आइरहेको थियो यार यस्तो मजा आयो नि ओहो अघि यस्तो गाह्रो भएको ठाउँमा अहिले चाहिँ एकदम मजा आएको थियो क्या होइन जस्तै अब अघि मजा भएको ठाउँमा मलाई अहिले गाह्रो भयो नि त अघि आउँदाखेरि अनि अघि गाह्रो भएको ठाउँमा चाहिँ अहिले मलाई मजा भयो नि त द्याट्स एभ्रिथिङ हेभ अ रिजन होइन अनि हरेक दुःखको पछाडि सुख हुन्छ सुखको पछाडि दुःख हुन्छ नि द्याट्स द पोइन्ट है त त्यही भएर गिभ अप चाहिँ हान्नु भएन है त केटा हो है त अघि अब यहाँ हल्का ओह्रालो थियो नि त मलाई अलिकति गाह्रो सजिलो भइरहेको थियो अनि अहिले अब गाह्रो भयो नि त दिस इज द पोइन्ट है त केटा हो हरेक सुखको पछाडि दुःख हुन्छ र दुःखको पछाडि सुख हुन्छ अनि त्यही भन्दै इन्जोय द भिडियो दामी यार टक्क कोसी पुल बब्बाल देखिरहेको छ यहाँ चाहिँ आई थिङ्क दिस इज अ रिसोर्ट यो चाहिँ रिसोर्ट हो दामी छ होइन यहाँदेखि पुरै गलिरहेको छु यार गलेको छैन आइ एम अ भेरी ह्याप्पी फर द टुडे इभेन्ट स्याटरडे राइड होम टु बराक क्षेत्र यस्तो मजा भइरहेछ नि यार कसम यार आई लभ माउन्टेन्स मलाई एकदम आई लभ राइड है एकदम मनपर्छ सायद केटाहरूसँग आएको भए त्यस्तो रमाइलो हुँदैन थियो होला आम कम टु अलोन तर यस्तो मजा भइरहेछ नि यार के भन्ने थ्याङ्क यू भगवान् थ्याङ्क यू तपाईँले आजको दिन मेरो माइन्डमा थाहा छैन मलाई कहाँबाट आयो यो कुरा होइन तर मलाई मजा आयो जोस् आजको राइड चाहिँ एकदम बवाल भयो अनि अब फोनमा धेरै चार्ज पनि छैन यार चार्ज सबै फाँक भइसक्यो बिहानदेखि भिडियो बनाएर होइन हाम्रो चाहिँ नयाँ लुक्स अपडेट भइसकेको छ आजको राइडमा बवाल आजको भिडियो चाहिँ बवाल भइदियो क्या भिडियोको एन्ड गरिसकेको थिएँ त्यही पनि होइन फेरि भिडियोमा प्लस हुन्छ यो भिडियो चाहिँ किनभने मलाई एउटा लुक्स याद आइदियो क्या ट्याक्कै त्यही भएर अपडेट हानिदिइहालेको लुक्समा इन्जोय द राइड है त अब हामी फुल स्पिडमा लाग्नेछौँ अनि लुक्स कस्तो छ त गाइज कमेन्ट हान्नु पर्यो है त लुक्सलाई है त बबाल ओइ भाइ ब्रदरहरू यहाँ झन्डा हान्दै बन्छ होइन जस्ट यो चाहिँ चोकिङ थियो अब फुल स्पिड घर फर्किनु पर्ने हुन्छ होइन आजको राइड चाहिँ बबाले भइदियो होइन कस्तो लाग्यो मेरो नयाँ लुक्स नयाँ मोडिफाइड फर साइकल होइन बबाल कमेडी देखिरह होला इन्जोय द भिडियो
अब यति नै होला छुटेको क्लिप चाहिँ यति थियो त्यो भिडियोमा पाउनुहुनेछ होइन हेरिदिनु होला माया गरिदिनु होला सपोर्ट गरिदिनु होला सब्सक्राइब हानिदिनु होला है त कहाँबाट हेर्नु हुँदैछ सबैले कमेन्ट पनि हानिदिनु होला अनि यति भन्दै आजको भिडियोबाट म बिदा हुन चाहन्छु डोन्ट फर्गेट टु लाइक सब्सक्राइब एन्ड कमेन्ट थ्याङ्क यू सो मच एभ्री वान सबैजना आफ्नो हेल्थको केयर गर्नु होला फिट रहनु होला एक्सर्साइज गर्नु होला यति भन्दै म प्रवीण यो भिडियोबाट बिदा हुन चाहन्छु थ्याङ्क यू